ल यहाँ साइकल ल्यान्ड पनि रहेछ मस्त लागेर दाइले चाहिँ के भड्काउने है गाडी चलाउन लागेको होला दिन मात्र हेर्दा चाहिँ मलाई त्यस्तो भएर ठिक लाग्दैन त्यसको लागि चाहिँ हामीले यहीँ आइसकेर पनि म्याप खोजिरहेको छौँ कस्तो लागिरहेको छ दाजु त्यस्तो त हुँदैन नि त होइन अल डे हाइवे ट्युसडे टु फ्राइडे 10 AM to 4 PM कस्तो लागिरहेको छ द एक्सपिरियन्स कस्तो भइरहेछ तपाईँ आएर मस्त भिडियो इन्जोय गर्न सक्छ रेड बुल चाहिँ यस्तो राम्रो देख्छ कि यहाँको सिनहरू है त्यस्तो गर्मी पनि हुँदैन चिसो पनि हुँदैन फ्रेस हुन्छ क्या अब घरमा बसेको यति बेलासम्म म मजाले सुत्दै बस्दै गर्थेँ होइन दाजु दाइ फेरि स्कुल जुन भएर हल्का हल्का डराइरहेको छन् डराउनु पनि पर्छ सुरुमा लाइसेन्स निस्किँदा रेड पिउँदा एकदम केयरफुल हुनुपर्छ तर प्यासेन्जर सिटमा बस्ने मान्छेहरूलाई त खास वास्तव हुँदैन चिल पारामा रिल्याक्स पारामा बस्ने भ्यू हेर्ने जाने होइन त ठिक छ त स्कुल जनमा मस्त फुट्टीमा चलाउने मेरो कफी चाहिँ त्यहाँनिर छ है अहिले चिसो होला फेरि बिहान पनि यस्तो ट्राफिक छ है हुन त अफिस टाइम पनि हो स्कुल टाइम पनि एकैचोटि यहाँको एउटा बाटो चाहिँ यस्तो दामी रहेछ कि बाटोमा म देखाउँछु है त Look at this view वाउ मस्त चलाइरहेछ नि दाजुले यस्तो दामी भ्यू छ नि कसैलाई सिडनीमा यसो घुम्ने ठाउँ नपाएर आत्तिनु भइरहेको छ भने चाहिँ टक्क लाएर रोयल नेसनल पार्क जाने बाटोमा चाहिँ यस्तो यस्तो दामी ठाउँहरू भेट्छ ल यहाँ साइकल ल्यान्ड पनि रहेछ मस्त लागेर सायद गुगलमा हेर्दा चाहिँ देखाइरहेको थियो सायद साइकल ल्यान्ड सायद यही होला त्यही हो हामी जाँदैछ बाटोमा बिहान चाहिँ यति बेलामा म धेरै जस्तो काममा हुन्छु नि त त्यही भएर त्यस्तो बिहान त्यस्तो केही पनि खाने बानी छैन मेरो कफी बाहेक अनि त्यही भएर त्यस्तो भोक चाहिँ लागिरहेको छैन बिस्तारै जब 11-12 बज्छ त्यतिखेर चाहिँ भोक लाग्न सुरु गर्छ है यहाँको बाटो चाहिँ तर दामी रहेछ कि यस्तो दामी छ यार बाटो यस्तो सिन भयो भने चाहिँ हेरौँ त बोरिङ हुँदैन क्या यस्तो हुनुपर्छ कि घुम्न जाने ठाउँ भनेपछि जस बाटोमा जाँदा पनि आनन्द होस् न त्यस्तो बोरवाला फिल्स नै नहोस् अनि साइडमा दाइ होस् अब गर्लफ्रेन्ड त छैन अस्तिको को भन्नु त दाजु अस्तिको को दाइलाई चाहिँ के भड्काउने है गाडी चलाउन लागेको होला त्यो गाइस है रमाइलो गर्नुपर्छ बेला बेला घुम्न निस्किनुपर्छ अनि यस्तो ठाउँहरू हेर्न पाइन्छ है घरमा मात्रै सुतेर बसेर हुँदैन हामी यहाँ चाहिँ आउनु चाहियो कि अब यहाँबाट चाहिँ कहाँ जाने भनेर हामी हेर्दैछौँ जता गए पनि कन्फ्युजमा अब घुम्न जाँदा पनि कन्फ्युज हुनु परिरहेछ हो त्यहाँनिर चाहिँ रोयल नेसनल पार्कनिर आइसके पछाडि चाहिँ खाजासाजा केही खानु पऱ्यो भने चाहिँ टक्क लगाएर रेस्टुरेन्ट चाहिँ यहाँनिर चाहिँ त्यहाँ मजाले बस्ने ठाउँ छ त्यहाँभित्र क्याफेहरू पनि छ अनि वासरुम चाहिँ यता रहेछ ब्रदर वासरुम गहान मस्त लगाएर म चाहिँ यो भ्यूहरू इन्जोय गरिरहेको छु अब के छ यहाँ हेर्ने कुराहरू त्यो चाहिँ अब त्यो कुराहरू त अब एक्सप्लोर गर्नै बाँकी छ होइन त्यही हो अब मेन कुरा चाहिँ मलाई घुम्न जाँदा चाहिँ कस्तो टाइपको ठाउँ मनपर्छ भने चाहिँ जस इन्जोय गर्न मिलोस् क्या त्यहाँ गएर चाहिँ हुन्छ नि त्यहाँ गएर चाहिँ जहाँ गए पनि मस्त लाएर अब गेम खेल्ने ठाउँहरू होस् त्यस्तोमा चाहिँ मनपर्छ जस्तै हामी लास्ट टाइम चाहिँ कहाँ गएको थियो
न्युक्यासलतिर गएको थियो। न्युक्यासलमा अब जस्ट टन्नै छ नि त गेम खेल्ने कुराहरू, जस्तै हर्स राइडिङ भयो अनि गोकार्ट अनि यस्तै टन्नै एक्टिभिटीहरू छ। त्यस्तो गर्न चाहिँ मलाई मनपर्छ है। नत्र यत्तिकै गयो है सिन मात्र हेर्न चाहिँ मलाई त्यस्तो धेरै ठिक लाग्दैन। अनि कस्तो भन्दाखेरि मान्छेहरू चाहिँ धेरै जस्तो कहाँ जान्छ, बिचमा जान्छ। सिटीमा बसेको प्रायः मान्छेहरू बिचमा जान्छ, घुम्न जानु पऱ्यो भने बिचमा जान्छ। अब पार्टी सार्टी गर्नु पऱ्यो भने बारबिक्यू पार्टी गर्नु प्रायः म्याक्सिमम् मान्छेहरूले गरेको चाहिँ म त्यही नै देख्छु है। म चाहिँ के रेकमेन्ड गर्छु भन्दा अब एभ्री टाइम घुम्न जाँदा चाहिँ होइन, डिफ्रेन्ट ठाउँहरू एक्सप्लोर गर्ने, अथवा बिचमै जान मन छ भने पनि टक्क स्विमिङ गर्ने ठाउँहरूतिर जाने, रिभरहरूतिर जाने, अनि बल्ल मजा हुन्छ कि। नत्र सधैँ एउटै टाइपको भयो भने चाहिँ हल्का बोर हुन्छ है। सकेसम्म यस्तो ठाउँमा चुज गर्ने कि जहाँ गएर चाहिँ त्यहाँ एक्टिभिटी गर्नु मिलोस्। हामीसँग चाहिँ आज सर्ट टाइम थियो, त्यही भएर चाहिँ त्यस्तो धेरै अप्सन थिएन। त्यही भएर हाम्रो चाहिँ रोयल नेसनल पार्क चुज गरेर, बट यहाँ चाहिँ गर्नुपर्ने कुराहरू धेरै छ। हाइकिङ गर्नु मिल्छ अनि अरू के गर्नु मिल्छ। त्यसको लागि चाहिँ हामीले यहीँ आइसकेपछि म्याप खोजिरहेको छु। जुन ठाउँमा पनि यदि छुट्टै कुराहरू गर्नु छ भने चाहिँ थिङ्स टु डु भनेर चाहिँ त्यहाँ एक्सप्लोर गर्ने ठाउँहरू देखिरहेको हुन्छ। हामीले त्यो चाहिँ चुज गरेर गर्नुपर्छ। यस्तो दामी ठाउँ छ कि यहाँ चाहिँ, यस्तो दामी ठाउँ छ है। अब यहाँ रोडबाट चाहिँ यस्तो बवाल देख्छ क्या। लुक एट दिस। त्यहाँनिर चाहिँ सानो सानो बोटहरू छ। कस्तो लागिरहेछ दाजु? कस्तो लागिरहेछ भने? एकदम ठिक लागिरहेछ, रमाइलो लागिरहेछ एकदम। तिमीलाई कस्तो लागिरहेछ? मलाई त अब दाइसँग हिँड्ने चाहिँ सधैँ रमाइलो हो। दाइसँग हिँड्ने चाहिँ एकदम सधैँभरि रमाइलो। म जस्तो मान्छेसँग घुम्न पाउनु पनि तपाईँको लागि भाग्यको कुरा हो। ए हो र? अनि यस्तो मोटर बाइकहरू खासै देखिँदैन यता सिटीमा चाहिँ। वाकिङ रहेछ है मान्छेहरू यहाँबाट चाहिँ सायद माथि हाइकिङ जाने ठाउँहरू होला है। तर यस्तो गर्मी छ, मलाई त्यस्तो धेरै हिँड्न चाहिँ मन पर्दैन। हामी यता लेफ्ट जाने भने त त्यहाँ गएर पहिला यता जाऊँ न, फेरि यता किन आउने र त्यतैबाट उता जाउँला नि। अनि तालको फोटो खिच्दा चाहिँ त्यहाँ पर चाहिँ यहाँ त बाटै बन्द जस्तो देख्छु। छैन त इन्ट्री गर्ने ठाउँ। अब यहाँबाट माथि गए पनि रोडमै त जाने रहेछ। दाइको कुरा सुन्दा उल्टो बाटो हिँडिरहेको छ हामी। इन्ट्रान्स भनेर यहाँ लेखिरहेको छ त। वे रोबो के हो यो? इन्ट्रान्स टिकट सिस्टम छ क्या यहाँ? के छ? प्राइस स्टप, रोबो, सिङ्गल ख्याक, डबल केही गेम खेल्ने यहाँबाट 1 आवर 2 आवर अल डे हायर रे। ट्युसडे टु फ्राइडे 10 AM to 4 PM भनेपछि खुल्ला बिफोर क्लोजिङ हो। ओके, मैले चाहिँ खोजेको यस्तै ठाउँ है त। मैले मान्छे आउँदैन यस्तो थत्रो छ बिल्डिङ। फेरि हो कि दाइ भन्नु त? हो भाइ हो। यसो गरेर नगर्नु न दाइ यार। उतिबाट हामी कुरेको कोही आउँदैन यार। यस्तो त हुँदैन नि त होइन। यस्तो राम्रो ठाउँहरू छ कि त अनलाइन बुकिङ गर्नुपर्ने थियो र। सबै बोर्डहरू पुरै रिपेयर गर्न लागेको रहेछ। अनि बोर्डहरू त्यस्तो थोत्रो देख्छु त। यता गर्नु त अगाडि ठोक्किन लाग्यो, उता राइटमा गर्नु त। राइटमा चाल्नु न। ठोक्किहाल्यो नि यार, त्यहाँ कसैले देख्यो भने चाहिँ जा हुन्छ कि। ठोक्यो फक। तिमी त्यो अगाडि भएको मान्छे अड्डाउ न भाइ। म भिडियो गराउँछु ठोक्किन्छ कि दाइ। तपाईँले एकजनाले कन्ट्रोल गरेपछि दाइ त्यो दुईजनाले कन्ट्रोल गर्नै पर्दैन। दाइ फेरि अघिबाट मसँग झगडा गरेँ। वहाँनिर पनि मान्छेहरू राइटमा आइरहेको छन् है। म तपाईँलाई देखाउँछु। वहाँ पर पनि मान्छेहरू आइरहेको छन्। अब चाहिँ हल्का बिजी होला जस्तो छ है। हामी आउने बेलामा चाहिँ त्यस्तो धेरै बिजी थिएन, खाली नै थियो। जस टिकट बुकिङ गर्ने बेलामा चाहिँ हामीले चाहिँ जस 30 मिनट्स चाहिँ वेट गऱ्यो। बट अनलाइन पनि बुकिङ गर्नु मिल्छ होला। हामीले अनलाइनमा चाहिँ देखेको थिएन। एनिवे केही छैन गाइज, आउनुहोस्, रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। कस्तो लागिरहेछ द एक्सपिरियन्स? कस्तो भइरहेछ? कपडा ठोसेर हैरान छ भाइ।
अब भने कपडा चाहिँ भिज्ने रहेछ होइन सुरुमा चाहिँ हामीलाई कन्ट्रोल गर्न गाह्रो भइरहेको छ होइन भइरहेको थिएन कटुलाएर आएर चाहिँ के गर्नु हो लङ स्लिपमा आउनु ठिक हुन्छ एटलिस्ट तपाईँको शरीर त फुल्दैन नि त मेन प्रब्लम भनेको चाहिँ मलाई सबसे धेरै प्रब्लम भनेको मेरो घाँटीमा प्रब्लम हुन्छ कि भाइ तिमी चलाउँदै पर म त चलाउन है अब तिनीहरूसँग एक्सिडेन्ट भइहाल्छ अब चलान हुने चाहिँ तिनीहरूले कस्तो मजाले त्यो मान्छेहरू उताबाट आइरहेको छन् है यस्तो दामी भ्यू छ कि अब चाहिँ इफ कन्ट्रोल गरेन भने चाहिँ एक्सिडेन्ट हुन्छ मान्छेलाई मजाले बोटहरू चलाइरहेको छन् हेलो यस्तो दामी भ्यू छ हजुर यस्तो राम्रोसँग चलाइरहेको छ दाजु भने झगडा गर्दै बस्दै गऱ्यो सिक्नु हो दाइ अरूबाट केही कुरो सिक्नु जरुरी छ अब दाइले सिकाउनु पर्ने त्यो मान्छेसँग ठोकिन्छ नि त दाइ अनि तपाईँ अब तिनीहरूसँग ठोकिन्छ है अब चाहिँ बिस्तारै बिस्तारै आज ट्राफिक होला जस्तो छ अब चाहिँ राम्रोसँग एकदम होस विचार गरेर चाहिँ चलाउनुपर्छ ल यस्तो दामी भ्यू छ कि आमामा पुरै त्यो हुन्छ नि एकदम लोभ लाग्दो भ्यू के यस्तो बवाल छ कि है तपाईँ आएर मस्त भ्यू के इन्जोय गर्न सक्छ यस्तरी हल्ले भन्दा रोकिहाल्छ नि भाइ अगाडि बस्दा कामै छैन यार म अगाडि बस्नु मस्तले वाउ कस्तो रमाइलो गरिरहेछ नि त ल अब एकदम पछाडि बस्यो भने चाहिँ मस्त आफै भिडियो गराउँदै आफै खिच्नु चाहिँ एकदम मजा हुने रहेछ सोल्टीहरू होइन मजा भयो तिमीलाई पछाडि बस्नु त मजा हुने रहेछ दाइ खै मलाई त लाग्दैन अगाडि बसेकै मजा लागेको यहाँ ठिक पछाडिबाट पुरै भ्यू देख्छ मजाले त्यो अगाडि फोन राखेर यसरी भिडियो गराउनु मिल्छ लेग रुम यस्तो धेरै रहेछ मस्त त्यो गाई चाहिँ हामी एकदम रमाइलो गरिरहेछौँ त्यहाँ अगाडि चक्लेट छ भने दिनु नि त त्यो पनि छ होला थ्याङ्क यू म जहाँ गए पनि नेपाली चुकवन चाहिँ खाना छोड्दिनँ ल रेड बुल छ भने खोल्नु त मेरो मेरो हो अघि न मेरो भएको पनि दिएको त मैले खाएकै छैन मैले खाएकै छैन खोइ त दियो भने त्यो पानी नपार्नु यता नपार्नु एकछिन यस्तो छोडिदिनु क्यामेरामा पानी पर्छ रेड बुल दिनु न थोरै खोलेर अचम्म छ उठा खाऊ मेरो भाग हो अरे कमान ब्रो दिनु त म आफै खोल्छु कस्तो चुत्याङ गरेको र युनिट त बेसी मैले मेरो भएको पनि दिएको तपाईँलाई त यस्तो हेर्न दाइहरू यस्तो चुत्या हुँदैन तर गर्लफ्रेन्डसँग आउनु पनि मजा हुन्छ होला यसमा के कसो भयो पनि टाँसिन पाउनु न भाइ किन टाँसिने हेरेर जहाँ गयो पनि टाँसिनै पर्छ भने छैन ब्रो रमाइलो गर्न आउने नि त टाँसिन आउने गर्लफ्रेन्ड नै छैन र तिमीलाई के मजा थाहै छैन भाइ रियल मजा के हुन्छ तर नेक्स्ट टाइम पनि आउनुपर्छ होला ग्रुपमा आउँदा ग्रुपमा चाहिँ सब भएर 7-8 जना आउनुपर्छ क्या है हुँदैन दाइ मस्तो हुने क्या सबले 2-2वटा लगेर जाने है केटाहरू ठोकाठोक गर्दै होला अरू त थाहा भएन मन्दिर आएछ ठोकाठोक गर्छ हो रमाइलो हुन्छ जोस आनन्दको कामदाले चाहिँ मस्त चलाइरहेको छ मस्त इन्जोय गरिरहेको त्यस्तै पुरा बसेर यस्तो दामी ठाउँ छ है पछाडि बस्यो भने बवाल
आजको लागि चाहिँ हामी घुमेर सकिसक्यौँ है। मैले आइसक्रिम खाँदैछु। खाजा खाने भनेर रेस्टुरेन्टमा चाहिँ गएको, बट हामीलाई मनपर्ने त्यस्तो डिस रहेनछ। मेन्यु अर्कै टाइपको मेन्यु रहेछ, जस्तो हामीले खाजा खाएन। हामी खाजा उतै फर्केर स्टफेलमा खाने विचार गऱ्यो। दाइ गाडी ल्याउनु गएको छ। त्यो एकदम रोमाञ्च छ, बर कस्तो टायर्ड फिल भइरहेछ। अब गएर फर्केर घर गएर बाहिर रेस्टुरेन्टमा खाजा खाएर गएर ग्रोसरी किनेर खाना बनाएर काममा जानुपर्ने छ। 6 बजेबाट काम छ। अहिले कति 2 बज्न लागिसक्यो, सायद 2 बजिसक्यो होला। तर एउटा मेन कुरा चाहिँ